कम्युनिजम भनेर चाहिँ सानो समयमा तपाईँको चाहिँ सङ्गत गरेर हिँडेको मान्छे हो 2047 सालदेखि। त्यसबिचमा मैले त्यो बिच्दै जाँदा कम्युनिजम पढ्दै जाँदा तपाईँको चाहिँ राजा महेन्द्रबाट अझै प्रेरित भएर मैले कम्युनिस्ट सिद्धान्त जिन्दगीमा कहिले पनि मेरो घरमा पञ्चेर के अरे नेपाली काङ्ग्रेस भन्दा थिएनन्। म पञ्चायती व्यवस्थाका चाहिँ प्रचुर मान्छेहरूको चाहिँ घरको किताबाट जन्मेको मान्छे हुँ। तर त्यहाँ सम्झनुहोस् तपाईँको 2टा जिल्लामा मेरो पुर्खाको धेरै राम्रो तपाईँको चाहिँ प्रभुत्व जमाएर राजासँग प्रत्येक के अरे तपाईँको चाहिँ दरबारसँग टच भएर बसेको मान्छेको घरभित्र जन्मेको 2टा बीच ढुङ्गाको बीचको तरुल जस्तो भएर जन्मेको कम्युनिस्ट हुँ क्या म आफ्नै घरमा यो पञ्चायत चोर देश चोर भन्न भित्र मुनि चटलमा रातभरि नारा लाएर हिँड्दाखेरि तपाईँको दाउरा बजाएर बेलुका सुत्न आउँदा बाउको हातको धुलाइ खाएर सुत्ने मान्छे हुँ म। कम्युनिजम त्यसरी ल्याएको मान्छे हुँ म। मैले अझै पनि त्यति हुँदै गर्दा घरमा सबैजना त्यसबिचबाट अझै पनि म कम्युनिजम सिद्धान्त तपाईँको चाहिँ कम्युनिस्टहरू पत्याएर अझै पनि तपाईँको कम्युनिजमको चाहिँ नेतृत्व या कम्युनिजमको चाहिँ साथ सहयोग सपोर्ट